हेर्नुस् है यो क्याङ्टोको लागि यो फापरको सागलाई धोएर ठिक्क पारेछ हैन मुन्टा मुन्टै। अनि यो प्रेसर कुकरमा यो मैले 2 कप जति पानी हालेर बोइल गर्यो हैन। यो बबल आइराखेछ नि त हैन। अनि यसमा चाहिँ म के गर्छु भन्दाखेरि अब मैले पहिले नुन चाहिँ म पहिले राखिदिन्छु के है। किन भन्दाखेरि खास यो पछि राख्ने हुन्छ, तपाईको स्वाद अनुसार राखिदिनु हैन। त्यसपछि अब मैले पक्का देखेको चाहिँ छैन है। हाम्रो आमाले पनि खासै बनाउनुहुन्न, मुखले चाहिँ यस्तो यस्तो हो भनेर भन्नुभएको छ। त्यही मैले यो मेरो तरिकाले जुन हल्का सुनेको भरमा मैले मेरो तरिकाले बनाउँदैछु। अब अलिकति न्यू जेनेरेसन अनुसार त अलिकति चेन्ज पनि लिनु पर्यो, तर हुनलाई यही हो के। उनीहरूले चाहिँ उहाँहरू चाहिँ अब पहिल्यै बोइल गर्नुहुन्छ होला यसलाई उसिनेर, त्यसपछि यसलाई चाहिँ अब ब्लेन्डर कहाँ पाइ हैन त्यहाँ अनि के घोट्ने या त लट्ठी यस्तो खतरा बनाइदिनु भएको छ मेरो ससुराले त्यस्तोलाई के, त्यो घोट्नको लागि के बनाउन त त्यो फेरि देखाउन पछि। अनि यस्तो गरेर मैले चाहिँ यसलाई यो जुन सिस्नो पनि यस्तै तरिकाले बनाउँछु के मैले, मिठो हुन्छ। अब यो हेरौँ न यो कतिको मिठो हुन्छ। अरूले बनाएर दिएको चाहिँ खाएको छु हैन। अनि त्यो स्पेसली उनीहरूले चाहिँ यो के भन्छ टिम्बर चोक र लसुन, मैले चाहिँ लसुनले पनि झान्छु के, लास्टमा झानिदिने के थोरै तेल हालेर। तर हाम्रो पुर्खाहरूले चाहिँ झानेको चाहिँ थाहा पाएन है मैले। त्यो राखेर खाए जस्तो अझ म राम्रोसँग सोध्छु कि है। अनि फेरि बनाउँला यस्तो गर्छु मेरो तरिका है यो क्याङ्टो बनाउने। मैले चाहिँ के गर्छु भन्दाखेरि यस्तो अब यो पाक्न दिनु पर्यो नि त। यो प्रेसरमा नुन राखेँ, लास्टमा झान्छु के। झान्ने चाहिँ मलाई चाहिँ के लाग्छ भने हुन त यो पनि नराम्रो त हुँदैन, अझ त्यो भिन्डी सिन्डी राखेँ भने अझ चिप्लो हुन्छ होला जस्तो लाग्छ है। मैले पछि ट्राई गर्छु। जे पनि आफूले अलिकति मोडिफाई गर्न नि पर्यो, हुन त टिपिकल नि खाएकै राम्रो हैन। टिपिकल यो चाहिँ मेरो तरिकाले गर्दैछु। यो चाहिँ मैले 2 चम्ची के यो के मकैको पिठो राखेको छु के, किनभने सिस्नो बनाउँदा यस्तै बनाइन्छ नि त, निकै राम्रो हुन्छ के। अनि यसमा चाहिँ लसुन र उ पनि हुन्छ। मैले चाहिँ के खुर्सानी पनि राख्दैछु के है। हेरौँ कस्तो हुन्छ हेरौँ न है। नि यसलाई चाहिँ मैले के गर्छु भने अब म यसलाई 2-3 सिटी जति लगाउँछु। 2 सिटी लगाएन भने चाहिँ छिटो लाग्छ के, त्यही भएर 3 भनेको है। त्यसपछि म यसलाई निकालेर अलिकति सेलाउन राखेर ब्लेन्डरमा राखेर, ब्लेन्डमा त घुइँ नपार्ने के, घ्यार्र पार्ने के। हेरौँ न।